सक्नुहुन्छ यस्तो जाम पर्ने बेला भयो नि यति यति सानो बाटो चाहिँ बस आइदिरहेको छ कि टक्क त्यसमा भन्नु खाना खाएर पनि खाइनँ कहिले जस्तो खाएर पनि हिँड्छ भएको मजाले टोइलेटमा छिर्यो होला म जस्तो मेरो साथीकोमा चाहिँ लाइक र सब्सक्राइब गर्न नभुल्नु होला है वाट्सएपमा ग्याङ वेलकम टु माई हुड सबलाई मेरो नयाँ भ्लगमा एकदम वेलकम छ है स्वागत अनि आज चाहिँ म साथीले बोलाएर होइन उता वीरेन्द्र चोकतिर जानु लाग्दैछु टक्क अङ्कलसित पठाउमा होइन जाँदैछु म आज चाहिँ मैले पठाउबाट स्टार्ट भ्लग गरिदिएको क्या अनि त्यही हो पुग्न पुगेपछि त्यहाँ साथी छ क्या मैले धेरै पहिले गाउँको साथी धेरै पुरानो साथी होइन एकदम मिल्ने साथी एकदम माया लाग्ने साथी क्या अनि त्यसले बोलायो अनि आज 81 बोलाएँ 81 बुझिहाल्छु कि म त्यसले बोला आएको रहेछ काठमाडौँ यहाँ आइज नि त भेटिन आयो त्यहाँनिर बस यहाँनिर भन्नु थाल्यो त्यही भएर जान्ला हो म चाहिँ है त्यही हो ग्याङ हामी चाहिँ जाममा परिसकेको छौँ टक्क लगाएर कहाँ हो थाहा छैन यस जाममा चाहिँ परिसकेको छौँ धेरै छ धेरै जाम छ काठमाडौँमा बहुतै जाम यार बहुतै बेला बेला जाम भइरहेको हुन्छ जाम त धेरै आमामा कति धेरै जाम हो ग्याङ हामी चाहिँ होइन जस्ट रोडको जति जामबाट पनि निस्केर यो गल्ली गल्ली टाइपको बाटोबाट जाँदैछौँ अनि मैले चाहिँ होइन पेड प्रमोसन पनि खोलेको छु होइन कसैलाई प्रमोसन चाहिन्छ भने चाहिँ मलाई गेम गर्नु होला है त टिकटक भिडियोमा पनि गेम गर्न सक्नुहुन्छ ग्याङ होइन त्यही हो जाँदैछु रमाइलो छन् राति हिँडेको रमाइलो छुट्यो क्या होइन जाडो पनि बढेछ काठमाडौँमा चाहिँ बेन्ड ग्याङ होइन अब चाहिँ म चाहिँ शेर्पा टोपी पनि लिनुपर्ने अवस्था भइसक्यो क्या जाडोले बहुतै जाडो बहुतै सक्नुहुन्छ हाम्रो काठमाडौँमा चाहिँ खेतीबारी पनि छ क्या बुझ्नु भएन यस्तो सुनसान ठाउँ पनि हुन्छ क्या यहाँ चाहिँ आफ्नो खालको छ ठाउँ उता हेर्दा पनि पाहाडको छु उता हेर्दा तराईको छु उता हेर्दा सडक छु भने जस्तो हेर्नु ग्याङ यस्तो सानो बाटो छ कि होइन सानो बाटो छ बस छिराइदिइराख्नु भएको छ क्या कुनाबाट यस्तो जाम पर्ने बेला भयो यहीँनिर यार यति सानो बाटो चाहिँ बस आइदिरहेको छ कि टक्क सानो छ कि बाटो चाहिँ पुरै बस छिराइदिइराख्नु भएको छ क्या यस्तो कसरी छिर्छ यार यो बस बस यस्तो कुनाले छिराइरहेको छ नि यति सानो बाटो छ कि होइन बस छिराइरहेको कि जाम जता पनि जाम गर्ने बाटो त्यही हो ग्याङ म चाहिँ होइन त्यो अरे पेप्सीकोलाई पढिसकेको छ मैले साथीलाई पनि भगेर बोलाइसकेको छु होइन त्यो आउँदैछ अरे यता एयरपोर्ट साइड एयरपोर्ट साइड हेरेर अनि यता सनसेट त्यो कलोनीहरू पनि छ है अङ्कल त्यही मलाई थाहा छ यता साइडपट्टि पहिले नै बसेको त म 6-7 क्लासमा पढ्दाखेरि मजाले 5-6 वर्ष हेरेको जाडो छ एकदम अलिक हिँड्नु पनि लाएर आउनुपर्ने चाहिँ भित्र म त त्यो हिँड्न लागि त्यति जाडो होइन बाटोमा जाडो छ यस्तो छ होइन ग्याङ म चाहिँ आइसकेँ वीरेन्द्र चोक हेर्नु पहिले नै बस्दा त्यहाँ मूर्ति थियो क्या अरे अहिले त मूर्ति सुर्ति पनि रहेन रहेछ म चाहिँ आइसकेँ राहुल अब कति बेला आउँछ कहाँ छ त्यो कुन बाटो आउँछ भन्ने कुरा हो पर्खिरहेको छु म कहाँबाट आउँछ कति बेला आउँछ भन्ने कुरा हो कति बेला आउँछ पर्खेछु आउँदै आउँदैन यहाँ कहाँ गएछ पर्खिरहेको उहाँबाट आउँदैछु उहाँ छ त्यो त्यहाँ आउँदैछ म चाहिँ जानुपर्ने हुन्छ टक्राएर उहाँ रहेछ सनमाइको स्वैगमा आउँदै स्वैग ओइ
ओए ओए यता स्वागमा आउँदैछ यो फेरि ओहो के छ त्यही भन्ने नि त ल भगमा त्यही हो मैले चाहिँ भेटिसकेँ ल कहाँ बस्छु हामी पनि पहिला यहीँ बस्थेँ पहिला म सानोमा म काठमाडौँ आएको थिएँ एकचोटि 6-7 क्लासमा त उता बस्थेँ कि यहाँ माथि अनि यसो घुम्न जानु पर्ने दिउँसो अब भोलि जानुपर्छ छुट्टी नै छ भोलि नि त्यही त त्यही छुट्टी छ म भोलि आउँथेँ कलेज पढेर फर्म भर्न सकिसक्यो है फर्मको 500 रुपियाँ आउँदै अब भर्यो भने 1200 रुपियाँ यस्तो ठग्यो हामी अब आइतबार भर्छु अब भोलि भर्छु भने चाहिँ उयो सर्टिफिकेटहरू केही पनि छैन क्या आइफोन लिन्छु कि म ठिक छ भोलिमा धोबीघाट जानुपर्छ धोबीघाट टिका थली कहाँ हुन्छ त्यही जाउँ न जाउँ म पनि दिदीलाई पैसा भन्छु अहिले 200 रुपियाँ हाल्थ्यो अनि आज मात्रै टक्क त्यही हो ग्याङ होइन हामी चाहिँ रुम आइसक्यौँ होइन साथीको अनि साथीले चाहिँ टक्क अब मलाई त काम गराउनु भएन नि त आफैले मसरुम ल्याएर होइन टक्क पकाउँदैछ केही भन्ने नि त भ्लगमा के भन्नु केही भन् यसो त्यसो होइन इन्ट्रेस्टिङ अहिले नै नभन्नु भोलि बिहान भन्नु होइन त्यही हो बिहान खाना बसिरहेको छु त्यहाँ होइन बसालिरहेको छु पाक्छ खान्छौँ त्यही हो ता बिजोको नि त फेरि त्यही हो हामी जाइसक्यौँ होइन जस राम्रो न राम्रो रुम रहेछ यो सानो भए पनि होइन टक्क राखेको रहेछ हाम्रो त सामानै छैन यार बिजोक लाग्छ ग्याङ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अब होइन खानासाना खाइसक्यौँ नि दसैँ कार्यक्रम चल्दैछ होइन खाना खाइसक्यौँ नि त फेरि यसले धुको भन्नेमा तैँले पनि खाना खाएर धुन्लाइस् भन्नु अनि मैले आफैले धुन्छु म आफ्नो थाहा छ यस्तो म्यानर्स हो क्या यहाँ राखिसक्यौँ यो म्यानर्स हो क्या म्यानर्स भन्नु चाहिँ म्यानर्स क्या जो ममा छ क्या गुड म्यानर्स क्या पेट दुख्दैन बेला भर्खर खाना आएको पेट पनि दुख्यो क्या त्यही हो क्या अनि अब हामी चाहिँ एकछिन बाहिर जाने भनेको यसो अल्छी लगाएर होइन यस्तो हावासावा खाने त्यति खाने त्यही हो क्या पगाइया हो ओए हेर्न सक्नुहुन्छ फ्याम यस्तो जाडो छ नि ओहो 2जना छौँ क्या यहाँ छ होइन यसलाई त भूत जस्तो देख्छ राति त आमा कपाल यति लामो बनाएको होइन त्यस बवाल छ कपाल म त कलेज पढ्नुपर्छ त्यो यतिकै राखेको छु अझै पाल्छु म कपाल जाडो भइरहेको छ जाडो खुल्ला हो होइन ए त्यो त अड्डामा कुकुदैछ पछाडि टोक्छ कि भन्ने डर छिटो छिटो बनाउनु थाल्यो बनाउनु थाल्यो त्यही हो म्याम त्यो जाडो भयो सिधै ठुनी ए ग्याङ म चाहिँ उठिसकेँ टक्क लगाएर कस्तो निन्द्रा लागेको आमाहरू हो 7 बजिसकेको छ अहिले चाहिँ म चाहिँ उठिसकेको छु साथी उठ्या छौ हात पनि चल्दैन त मेरो त के भएको त्यो पनि भर्खर उठेर आँखा बुझ्दैछ होइन हामी चाहिँ बस चढिसक्यो होइन यहाँ साथी छ ट्याक्क अनि यहाँ म छु यहाँ यस्तो छ नजारा हामी चाहिँ अब पाटन लाग्यो पाटन जानु लाग्यो पाटनमा के हुन्छ यसो घुम्न जानु लाग्यो भयो स्केट पनि खेल्यो अब ए ग्याङ हामी चाहिँ कोटेश्वरबाट झरेर पनि हामी हिँड्दैछौँ होइन अब पाटनको गाडी चढ्नुपर्ने हुन्छ कोटेश्वरबाट पाउँछ कि पाउँदैन त्यो थाहा छैन उता साइड पनि गाडी रोक्नु गाडी पुलबाट अब यत्रो यो पुल छ होइन यो पुलबाट यताबाट चढ फेरि यताबाट जा फेरि उताबाट झर फेरि उहाँ बस्छ होइन गाह्रो छ हौ काठमाडौँमा त कम्ती गाह्रो छ आम्मा हिजो भन्न छ आज भन्नु त लाइक सब्सक्राइब केही भन्दैन त लाइक सब्सक्राइब मेरो साथीकोमा चाहिँ लाइक र सब्सक्राइब गर्न नभुल्नु होला है धन्यवाद त्यही हो पुल आउन आँट्यो होइन आज चाहिँ पाटनको यात्रा भने यस्तो अल्छी लागेको छ क्या झ्याउ लागेको छ झ्याउ पाटन जाने हो पाटनमा रमाइलो गर्ने हो चाहिँ हामी चाहिँ हिँडेछौँ क्या गाडी नै आउँदैन त हो आम्मा के भएको पाटनको त गाडी पाउँदैन क्या यहाँ पुलिसबाट अनि मेरोमा चार्ज पनि सकिन गइसक्यो चार्ज पनि छैन क्या 1500 पनि बज्छ होइन खासै रेकर्डिङ गर्न सक्यो है म्याथ गाडी आउँछ यार खासै रेकर्डिङ गर्न सकिनँ भने पनि ग्याङ होइन नरिसाउनु ल के अन्त अब
यता चाहिँ हजुर हो बिचमा रोकिदिन्छ कहिले ढ्याच्च रोकिदिन्छ कहिले चाहिँ अस्ति म एङ्गलमा हिँड्दाखेरि त्यो वान वेमा अर्को साइडबाट आइदिँदा थियो कि उता त्यो दाइले क्या थर्काइदिनु भएको हातले द्याएर त्यो मुख छाडिदिनु भएको थियो अब वान वे हो नि त एक साइड जाने हो नि त उताबाट आइदिँदा थियो टक्क लगाएर मजाले ग्याङ म चाहिँ यो पाटन दरबारमा आइसकेको छु होइन लास्ट हुँदो रहेछ आमा छोरो कत्रो पाप्पा अरे तपाईँहरूलाई त्यसको सेयर गराउँछु ल कहाँ छ अब त्यो फेरि त्यसलाई खोज्नु पऱ्यो अर्को चिन्ता बिजोग छ बिजोग कहाँ चाहिँ होला त्यो अब ठुलो मन्दिरमा भन्थ्यो कहाँ होला त्यो छैन यस्तो छ है फ्याम बबाल छ बबाल 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 ग्याङ बबाल पाटन दरबार फर्स्ट टाइम म त घुमाएको मेरो के घरमा बसेर काम छैन कन्टेन्ट चाहियो त्यही माथि कता चाहिँ पुग्यो हो त्यो आमा म त भेट्थेँ नि त्यहाँ त्यो हताउँछु त्यहाँ ओहो त्यो त कहाँ छ हौ कता छ कता छैन त कल गर्नु भयो हामी चाहिँ छुट्टिएको थियौँ क्या कहाँ हो कहाँ हराएर आयो यहाँ आउँदैछौ त कता छ गाडी उहाँ यहाँ छैन ठुलो मन्दिर सबभन्दा मेन मन्दिर उयो अरे अनि अघि चाहिँ चार्जै सकेछ क्या चार्ज सकेछ अनि पसलमा गएर स्प्राइट खाएर अनि चार्ज लगाएर आएको अहिले पनि 32% छ चार्ज सकेछ कस्तो स्विच अफ भएछ फोन अनि त्यही हो हामी चाहिँ फेरि पाटनमै छौँ यस्तो छ है तपाईँहरूलाई पाटन एक राउन्ड घुमाउँछ अनि स्केट हेर्नु जान्छौँ ल अल्छी लगाएर यताबाट घुम्ने पाटन अस्ति यहाँ त्यो खेमे दाइको भ्लग हेरेको कि होइन कुकुरले खेदाइरहेको रहेछ ल खेदाइरहेको चाहिँ यहाँनिर कुद्छ त्यो पाटनको तपाईँहरूलाई टुर देखाउँछु कि अनि कुदेको कुदै गरेर देखाउँछु त्यो कुकुरले खेदाइरहेको दाइलाई हामी चाहिँ बगाल छ जोस हेर्नु सक्नुहुन्छ तपाईँहरूलाई जसको पाटन आउनु भएको छैन होला मेरो भ्लग हेरेर थाहा पाउनुहुन्छ तपाईँहरूले पाटनमा यस्तो रमाइलो छ भनेर है त्यही हो यस्तो खतरनाक राम्रै छ जोस हामी एकछिन फोटोसुट गरेर भेट्छु ल त्यही हो ग्याङ हामी चाहिँ गइसक्यो हिँड्दैछौँ होइन अब जाने यहाँबाट अब स्केट खेल्नु जाने भनेर भन्दै स्केट खेल्नु जाने भनेर हिँडेको हामी चाहिँ होइन अब यहाँ अल्छी लाग्यो क्या धेरै बस्नु हुँदैन नि त तपाईँहरूले देख्नु मन जोस पाटन कस्तो भनेर देख्नुभयो होला मैले देखाएर गरेर देख्नुभयो जस्तो लाग्छ है यस जति सक्यो त्यति देखाइदिएको मैले चाहिँ अब योभन्दा चाहिँ कसरी देखाउनु म होइन अब देख्ने हो मैले देखाउँछु यहाँबाट जाने अनि स्केट पार्कमा देख्ने है यहाँ गाइज हामी चाहिँ पाटनबाट पनि यहाँ कुन ठाउँ रे कुन ठाउँ रे टिकटहरू जाँदैछौँ स्केट खेल्नु जाने भनेर हिँडेको हाम्रो आधी घन्टा भइसक्यो हिँड्ने ठ्याक्को भइसक्यो म त दुईजना मात्रै लन्ट्याङ हिँड्दा भाइ यता यस्तो चाहिँ म त यस टिकाथलीमा चिन्नु भएकोहरूले कमेन्ट गर्नु यता स्केट पार्क पनि आइसक्नु हेर्नु सक्नुहुन्छ स्केट पार्क होइन म त यही टोइलेटमा छिर्यो लामो जस्तो त्यही तपाईँहरूको युनिक हेर्नु सक्नुहुन्छ यहाँ त्यही हो अब एकछिन स्केट खेल्छौँ अल्छी लगाएर आमामा यहाँ पनि फुट्यो रहेछ डेन्जर हेर्छ फुटेको रहेछ क्या रुम खेल्दै हामी चाहिँ अब त्यहाँ आइसक्यौँ हामी रुम तलको होइन अनि के भन्छ अरे अघि आइसकेको चार्ज सकेको थियो मैले बनाउनै पाएन होइन त्यही हो म चाहिँ रुम आइसकेँ अब यहाँ गिटारहरू बजाउँदैछ त्यही हामी दाइहरू हुनुहुन्छ दाइ ग्यासमाहरू यहाँ चाहिँ दामी भइरहेको छ क्या हेर्न कतिजना हुनुहुन्छ या हो लाग्न थाल्यो डर केटीहरूको छैन कुनै भर धेरैजना हुनुहुन्छ पाँच महिनामा मिलेन या अन द माइक बिट हो
लागिरहेछ ग्याङ खिचनी जुनी जुनी बरिलाई हेलो वाट्सअप माई ग्याङ वेलकम टु माई हुड अनि हामी चाहिँ कहाँ आइसक्यौँ भने होइन हामी चाहिँ त्यो घुमेर पनि आएर पनि हाम्रो रुमबाट पनि निक्लिएर पनि खानासाना खाएर पनि खाएनौँ कलिन चाउचाउ खाएर पनि हिँडिसक्यौँ हामी चाहिँ त्यति बुझ होइन त्यही हो अनि हामी चाहिँ अब बस्नु दाइको रुममा जानुपर्ने हुन्छ किनभने हाम्रो रुममा बस्ने चलन छैन किनभने रुममा राम्रो राम्रो केटाहरू छ राम्रो राम्रो केटाहरू हामी बिग्रेको केटाहरू मतलब बिग्रेको छैन नि त त्यस्तै हो त्यही हो यहाँ छ साथी होइन हो साथी केही बोल्दैन त यार के भन्न मेरो लागि म हालतमै छैन त्यसो नभन्नु अनि त्यही हो ग्याङ 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 ओइमा मजा ग्याङ 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 अन्त ग्याङ अन्त ग्याङ तिमीलाई मैले देखेको यो दाइले काम गर्ने चाहिँ होइन यो किशोर दाइले काम गर्ने होटेल हो मैले अस्ति पनि दिएको अनि म चाहिँ हिँड्दा चाहिँ होइन कस्तो बत्ताले क्या तिमीलाई मैले देखेको हिजो राति सपनीमा यो हुनै सक्दैन यो हुनै सक्दैन एकचोटि जिगल ग्याङ भन्यो नि त जिगल ग्याङ हाम्रो जिगल ग्याङ जिगल ग्याङ यो हुँदो रहेछ हाम्रो यहाँ बस छ बस अन द बिट माइक जिगल ग्याङ भिडियो पनि लामो भइसकेको छ अहिलेको लागि यति नै माया गरेर राख्नु लाइक कमेन्ट र सेयर गर्न नभुल्नु होला।